हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ बर्थडेको दिन थियो अनि यसो मेमोरीको लागि भिडियोहरू बनाऊँ न। म बिहान यसो उठेर सावर लिएँ अनि तर लुगाहरू लगाएँ। हेर्नु न म बिहान उठ्दाको मौसम र नुहाइसकेपछिको मौसम अनि हल्का रेडी भएर अनि मन्दिर जाऊँ न नजिकको मन्दिर कालिका मन्दिर भनेर अनि कालिका मन्दिर गएँ अनि कालिका मन्दिरमा चाहिँ यसो आफूलाई चाहिएको आवश्यक पूजा सामग्रीहरू किनेँ अनि पूजा गऱ्यौँ। कस्तो मजाले पूजा गरिदिनु भयो त्यहाँको गुरुले अनि पूजा गऱ्यौँ अनि टिकासिका लगाइदिनु भयो अनि टिका लगाएर हामी फर्क्यौँ। कस्तो एन्टी लाइट परेर भिडियोमा पयाले अनि त्यहाँबाट हामी फर्क्यौँ। त्यस्तो मान्छे थिएन, प्याक थिएन अनि छिट्टै भयो। घर आउने बित्तिकै चिया खायौँ अनि बिहानको खाना खायौँ। खाना खाँदा चाहिँ 11:30 बजेको थियो। मामा घरमा श्राद्ध थियो कि अनि खाना खायौँ। त्यहाँ यसपछि हामी आउँदै 3 बजेको थियो। त्यसपछि रेडी भएँ बरातुपत्ती रहेछ जाऊँ न भनेर। मलाई चाहिँ खासै मेकअप गर्न आउँदैन कि त्यही पनि रेडी भएँ यसो अनि जाने भएर निस्केको मेरो जज्बात बदलिदिया हालत बदलिदिया भने जस्तै भएको थियो कि हेर्नु है लास्टमा भिडियो चाहिँ सब रेडी भयो। कपाल चाहिँ के गर्ने मेसिमेन्ट गर्दैन मैले जहिले पनि न कपाल न बाँध्दा राम्रो हुन्छ न छोड्दा राम्रो हुन्छ। अनि हल्का बाहिर आएर यसो फोटोसोटो भिडियोहरू खिच्दा त झमक्कै साँझ पऱ्यो। त्यसपछि त जाडो हुन थाल्यो अनि वान पिस त के प्यान्ट र टी सर्ट लगाएर हिँडेँ। मम्मीले कराउनु थाल्नु जाडो हुन्छ तँलाई भनेर अनि फेरि टी सर्ट प्यान्टहरू लगाएर अनि हिँडेँ। खाजाहरू खाएर इन्जोय गऱ्यौँ अनि बेलुका टिकलजङ्गा चाहिँ अँधेरो भएको थियो, डरै लाग्ने। अनि त्यहाँबाट नानीले फोन गरेर बर्थडे विस गरिरहेको थिएँ। यो चाहिँ भिडियोको क्याप्चरको लागि 3 चोटि भइसक्यो मैले 3 चोटि बर्थडे विस गरेँ है भनिरहेको थिएँ। अनि पुन्टी पनि सानी ह्याप्पी बर्थडे अरे